यो भित्र जो ढेरी राख्नु भएको छ नि यही हो तपाईँको यो फलको आउने औँसा किरा। र केही समयपछि केही दिन समय पछाडि यसबाट लार्भा किराहरू निस्किएर त्यो भित्रभित्रै लहरे बालीका चाहे त्यो काँक्रा होस्, घिरौला होस्, करेला होस् वा कति किरा परेको छ यसमा यहाँ हेर्नुहोस्। र यो यही हो यो फेरोमेन भन्ने, यसमा चाहिँ बास्ना हुन्छ। त्यो किराहरू यो गन्धले गर्दा यो चाहिँ भित्र आउने गर्छ। यसरी यदि किरा पर्यो भनेर नि यसमा चाहिँ हामी हेर्न सक्छौँ सजिलै यो बालीहरूलाई सुरक्षित राख्नको लागि। ल धन्यवाद। मूल्य घटाइदिने यहाँ हेर्न सक्नुहुन्छ, यही नै किरा हो। एकदम मजाले हेर्नु होला। यदि यस्तो किरा हेर्नुभयो भने बुझ्नु होला। र यसरी तपाईँहरू भिडियोमा देखाए जस्तै झुन्डाएर यसरी किराहरू आकर्षित भएर मर्ने हुन्छ। सस्तो र सुलभ तरिकाले यो अर्ग्यानिक तरिकाले पनि हामी यसरी कन्ट्रोल गर्न सक्छौँ। र यो काँक्राहरू यसरी कुरूप हुनबाट, बिग्रिनु हुनबाट हामी सजिलै जोगाउन सक्छौँ। हेरिराख्नु भएको छ यो किरा खेल्दै गरिरहेको छ। नजिक भए पनि मैले औँलाले यसरी हेराइरहेको छु, तर पनि यो किराहरू फलमा आकर्षित भएर यिनीहरू पाल पार्नको लागि यिनीहरू एकदमै भौतारिरहेका छन्, ताकि त्यसबाट पछाडिको सिरो भाग छेडेर अन्डा पार्नको लागि यिनीहरू तयार छन्। र यो यदि लागिसक्यो भने फल के अरे बोटमा यसरी नै फलहरू बिग्रेको देखिन्छ। हेर्नुहोस् है, यस्तो हेर्नुभयो भने बुझिहाल्नु होला यो फलको आउने औँसाको किराको यो प्रकोपले गर्दा हो यो। र यो गर्मीमा धेरै नै सताउने गर्छ यो किराहरू। यसरी विषादी छर्दा कन्ट्रोल नहुँदाखेरि तपाईँहरूले सजिलै यसरी फेरोमोन ट्र्याप झुन्ड्याएर यसरी मजाले यो किराहरूलाई कन्ट्रोल गर्न सक्नुहुन्छ। र माथि ट्याब्लेट हेर्नुभएको छ, त्यो चाहिँ फेरोमोन बास्ना हो, त्यसैमा आकर्षित भएर आउने हुन्छ। हो यो भित्र जो ढेरी राख्नु भएको छ नि यही हो तपाईँको यो फलको आउने औँसा किरा। यो चाहिँ प्राय करेला, घिरौला, काँक्रा यिनीहरूमा के हुन्छ त बढीमा यसले चाहिँ दुलो पारेर यो चाहिँ यही किरा हो। यसले चाहिँ धेरै सताउने गर्छ भन्नाले कुहाइदिन्छ। यसले चाहिँ आफ्नो पछाडिको भागले सिरोले यसरी खोचेर अन्डा पारिदिने गर्छ। र यो किरा कस्तो हुन्छ म तपाईँलाई हेराउन जाँदैछु है। म खोल्दैछु यो। ल आउनुहोस्, यो किरालाई मैले यो टाढा फालेर म उता तपाईँलाई देखाउँछु यो किराहरू कति परेछ भनेर है। यही हो यो किराहरू। यहाँ हेर्नुहोस् कति किरा परेको छ यसमा। यहाँ हेर्नुहोस् लगभग धेरैभन्दा धेरै किराहरू छ यसमा। यो सबै यिनीहरू भनेको फलको आउने औँसा किराहरू हुन्। यसमा चाहिँ अलि नदेखिएको हो। यसरी हामी भर्खरै यो पानी फाले, यो चाहिँ सामान्य पानी हो यो कलको पानी वा धाराको पानी राखेपछि के हुन्छ भने किराहरू पखेर भिज्छ, भिजेर त्यसमा डुबेर मर्ने हुन्छ। हल्का यसलाई हामी पहिले पखाल्दैछौँ यसरी। फेरि यसमा हामी पानी भर्छौँ। र यो यही हो यो फेरोमेन भन्ने, यसमा चाहिँ बास्ना हुन्छ। त्यो किराहरू यो गन्धले गर्दा यो चाहिँ भित्र आउने गर्छ। यसरी यो ढक्कनलाई दिने अनि यो जहाँ थियो त्यही लगेर हामी फेरि यसरी यसलाई झुन्ड्याइदिन्छौँ अनि फेरि किराहरू यसमा पर्ने हुन्छ। यो अघि मैले जसरी खोलेको थिएँ, अब यहाँ फेरि म त्यही अनुसार यहाँ झुन्ड्याइदिन्छु। यो चाहिँ यसको बासना चाहिँ यसमै हुन्छ। यसरी तारमा यसरी बल्झी जस्तो पारेर यसमा चाहिँ सानो पाल हुन्छ, अड्काइदिने, यसलाई यसरी राखिदिने, ढक्कन लगाइदिने। यसरी अघि जस्तो बाँधेको थियो त्यसरी नै फेरि लगभग यो बाली लागेको 1-1.5 मिटर हाइटमा चाहिँ राख्नुपर्ने हुन्छ। यसरी हामी झुन्ड्याएपछि अब फेरि यो बाँकी रहने किराहरू बास्नाले यो भित्रै आएर यसरी छिर्छ। यो दुईतिर पाल छ यसको, दुईतिर यो बुढी औँला छिर्ने गरी पाल छ यसमा। कति किरा पर्यो भनेर नि यसमा चाहिँ हामी हेर्न सक्छौँ सजिलै यो बालीहरूलाई सुरक्षित राख्नको लागि। र आशा छ यो भिडियो हेरिसके पछाडि तपाईँहरूले केही कुराहरू सायद बुझ्नुभयो होला। र मैले प्रयोग गरे जस्तै तपाईँहरूले पनि यो प्रयोग गर्नुभयो भने
यो किराको क्षति हुनबाट तपाईँहरूले आफ्नो बालीलाई बचाउन सक्नुहुन्छ र अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।